जलुको खोज्दा खोज्दै आज बोडी नै सक्यो। हाई गाइज, आजको दिन चाहिँ कस्तो भयो भनौँ है त। सुरुमा चाहिँ म कम्प्युटर क्लास गएँ होइन। कम्प्युटर क्लास गएपछि हल्लिएर पुरै दिन बित्यो। अनि त्यसपछि बेलुका चाहिँ यसो मम्मीले तरकारी खोज्न जाऊँ न भन्नुभयो। अनि गएँ होइन। हामी खोज्न चाहिँ जलुको खोज्न गएको थियौँ होइन। खेततिर गएको थियौँ। कति धेरै ठुलो मतलब कति लामो बाटो कि। हामी चाहिँ यस्तो भिर मतलब भिर चाहिँ होइन। अनि आज चाहिँ सनसेट कस्तो राम्रो भइरहेको थियो। अनि मम्मी अनि अर्को ठुलो मम्मीसँग जाँदै थियौँ। कतिजनालाई चाहिँ जलुको भनेको थाहा छ होइन, कमेन्ट गर्नु होला। म चाहिँ जलुको फर्स्ट टाइम खोज्न गइरहेको थिएँ। म एक्लै चाहिँ मतलब मम्मीहरूसँग चाहिँ फर्स्ट टाइम जाँदै थिएँ। अनि यो चाहिँ हाम्रो खेत हो, कस्तो राम्रो भ्यू थियो। त्यही भएर मैले धेरै जस्तो भ्यू नै मतलब क्याप्चर गरेँ होइन। अनि हामीले चाहिँ जलुको खोजेको थियौँ, तर जलुको चाहिँ पाउँदै पाएन। जलुको भनेर चाहिँ तरकारी हो क्या, जस्ट कसैलाई चाहिँ थाहा नहुनसक्छ होइन। यो चाहिँ जलुको मैले खोज्दै थिएँ। अनि कस्तो राम्रो क्या भ्यू चाहिँ होइन। मैले भिडियो बनाउँदै गएँ। जलुको खोज्न भन्दा पनि मैले बेसी भिडियो बनाएँ होइन। म चाहिँ चुडेल जस्तो देखिरहेको थिएँ। आज चाहिँ यो चाहिँ हाम्रो कुलो होइन, के भन्छ यसलाई, नहर कि के त्यस्तो भन्छ। यो चाहिँ सनसेटको भ्यू इन्जोय गर्नु होला होइन। अनि यो चाहिँ जलुको हो, हेर्न सक्नुहुन्छ। सायद यसलाई पिँडालु जस्तै हुन्छ है पाची, कसैलाई पिँडालु भने थाहा हुन्न होइन। अनि यो फेरि सनसेटको भिडियो गरेँ। अनि मैले त्यसपछि चाहिँ बोडी होइन, ठुलममले बोडी टिप भन्नुभयो। अनि मैले चाहिँ टिपेको। कस्तो अरूको क्या, यो चाहिँ चोरेको। अनि जस्ट मतलब के भनौँ। अनि मलाई कस्तो खान मन लाग्यो। अनि हामी चाहिँ माथि आयौँ होइन। अनि फेरि जलुको हो। अनि त्यसपछि चाहिँ हामीले खायौँ रोटी र ऊ। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ मच्छर हो। मच्छर र लामखुट्टे जुन भन्दा नि हुन्छ। हस् बाई। हामी चाहिँ पाहाडमा बसेको नि त। यो चाहिँ मध्य पाहाड हो। हाम्रो घर चाहिँ पाहाडमै थियो। अनि त्यही भएर मलाई खासै यस्तो बाटो हिँड्न चाहिँ केही लाग्दैन। कस्तो रमाइलो हुन्छ पाहाडमा बस्न, यस्तो रमाइलो हुन्छ नि गाइजहरू। हजुरहरू चाहिँ पाहाड हो कि तराई हो कि हिमाल हो भन्नु होला होइन। अनि यो चाहिँ हाम्रो घर आयो। त्यसपछि मैले चाहिँ रोटी खाएँ। हाम्रो घरमा रोटी गिलो रोटी पकाउनु भएको थियो। अनि यो चाहिँ ऊ हो के अरे,